भिडियो भइरहेको छ त्यतै हाम्रो कति दिन घुमेर यहाँ हामी 3 दिन होइन दिने लस ल गएर कस्तो बटारे गयो फेरि भिडियो क्लियर आइरहेको छ चाहिँ 3 दिने लस चाहिँ हो है त्यो त यहाँनिर छ भिडियो खोइ भिडियो यो छ यो यस्तो भएको छ नि यो भाँची स्याहार चाहिँ पहिल्यै एक नम्बर ध्यान त्यही हो हामीलाई चाहिने ट्युब यो हो होइन रोज भाइ गुड निकालौँ त स्टिपर निकाल त एकचोटि अनि यहाँ अरू कोर पनि गएको हुन्छ अरू पनि ट्युब चाहिँ गएको छ तर त्यस्तो गएको छैन होइन लस चाहिँ अरू ट्युब पनि पुरै ड्यामेज यस्तो भएपछि ग्रिन ट्युब पनि जस येल्लो ट्युब एउटा बचेछ कोट अब सेल तान्दाखेरि त आइहाल्छ हामी चाहिँ तर पनि लस चाहिँ छैन भनेको हो त्यो केही भएको छैन कोर गएको छ रहन्छ ल कोर चाहिँ गएको रहन्छ होइन पुरै चेपेको छ नि पुरै च्यापेको छ नि त कोर चाहिँ गएको रहन्छ ड्यामेज चाहिँ भएर रहन्छ च्यापेर मात्र बसेछ त्यो च्यापेले चाहिँ बस कोरै ड्यामेज यही ट्युबको चाहिँ यो अरू 3टा ट्युब ठिक रहेछ होइन ल सेललाई तपाईँ कोर ड्यामेज छैन भने यहाँ यसरी हेर्ने हो ल हेर्नु यहाँबाट सोर्दै जाँदा यसरी हातले केही भेटाउनु भयो महसुस भयो कहाँनिर महसुस भयो यस्तो सोर्दै जानु न कहाँनिर के महसुस भयो त्यहाँ उहाँनिर हल्का महसुस भएन तपाईँलाई के अरे त्यो खस्रो कोरहरू यसरी ड्यामेज भइसक्यो ल ल हामीलाई चाहिने ग्रिन ट्युब पनि पुरै गइसकेको छ भाँचिन लागेको छ अनि यो ब्लू ट्युब हाम्रो अझ भाँचिनेवाला रहन्छ अर्को हामीले अघि टेस्ट गरेको थियो यो पनि लस देखाएको थियो 4 नम्बर पनि भन्दैछु जस यी 2टा ट्युब त पुरै गएछ यो 5 नम्बर पनि भाँचिनै लागेको छ हामीलाई चाहिने अरू ठिक रहेछ फेरि 2 नम्बर पनि कोर चाहिँ ड्यामेज हो तर 3 नम्बर र 6 नम्बर चाहिँ ठिक रहेछ कोर यार यसको यो ट्युबको 3 नम्बर र 6 नम्बर ठिक रहेछ ल भयो